अहिले बिहानको पौने 6 बजेको छ। हाम्रो टोली कपिलवस्तु जिल्लाको सिराज नगरपालिका अन्तर्गत पर्ने बनकस भाषा भन्ने स्थानमा आएर कालो चिया खाँदैछौँ। आज र भोलिको हाम्रो चाहिँ दाङ जिल्लामा रहेका विभिन्न स्थानहरूको अवलोकन गर्ने हाम्रो कार्यक्रम रहेको छ। हामी यो दाङ जिल्लामा पर्ने जखिरा तालतर्फ लागिरहेका छौँ। यो महेन्द्र राजमार्गलाई छोडेर यहाँबाट उत्तरतिर लागियो भने झन्डै 1 किलोमिटर 400 मिटर 1.4 किलोमिटर अगाडि गयो भने चाहिँ जखिरा ताल पुगिन्छ। यस्तो छ बाटो। दाङ जिल्लामा पर्ने विभिन्न खालका पर्यटकीय स्थानहरूमध्ये जखिरा ताल पनि एउटा हो। हामी बिहानको समयमा आएका छौँ, त्यस कारणले पनि त्यहाँ मानिसहरूको भिडभाड घुइँचो त पक्कै छैन होला। अब कस्तो छ हामी त्यहाँ गएर देखाउँछौँ। यहाँ छ हिसाबले लेखिया छ त डुङ्गा सवार गर्ने भने 100 रुपियाँ, पार्किङ भित्र भन्ने छ। यता पनि रहेछ, हामीले बाहिर राख्यो। यस्तो राम्रो छ यहाँ चाहिँ। यहाँ चौबारीमा एउटा फोटो खिच्न छ। अनि अहिले हामीहरू दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर 3 अन्तर्गत रहेको जखिरा तालमा आइपुगेका छौँ। वर्षायामको समयमा चुरे पहाडबाट झरेर आएको पानीलाई जगेडा गरेर अथवा सङ्गालेर राख्ने र हिउँदे बालीमा सिँचाइ गर्ने उद्देश्यले विक्रम सम्वत 2001 तिर स्थानीय 7 गाउँका किसानहरूले पानी संरक्षणको सुरुवात गरेको र पानी जगेडा गरेर राखिएको ठाउँलाई स्थानीय भाषा अनुसार जखेरा भन्ने नाम रहन गएको हो। 2055 सालमा स्थानीय 7 गाउँका उपभोक्ताहरूको भेलाद्वारा जखेरा ताल सामुदायिक विकास समूहको गठन गरी यस तालको संरक्षणको सुरुवात भएको हो। यस तालको पूर्व भागमा शिवालयको मन्दिर निर्माण गरिएको छ। घुम्न आउने पर्यटकहरूको धार्मिक आस्थालाई ख्याल गर्दै यो मन्दिर बनाइएको छ। विक्रम सम्वत 2073 26 गते जिल्ला प्रशासन कार्यालय घोराही दाङमा जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानको नामले वैधानिक रूपमा दर्ता भएको छ। यस तालको निर्माण संरक्षण सम्वर्धनको लागि विभिन्न सङ्घ संस्थाहरूबाट सहयोग समेत भएको छ। जिल्ला भू संरक्षण कार्यालय दाङ, सामुदायिक दिगो विकास कार्यक्रम, जिल्ला विकास समिति दाङ, पर्यटन कार्यालय भैरहवा, सोनपुर गाविस, लमही नगरपालिका, डिभिजन वन कार्यालय लमही समेतका उसबाट सहयोग भएको छ।